हेलो साथीहरू, फेरि पनि स्वागत छ मेरो डेली वकिङ वर्कआउटमा है। सो आज जुन 18 अनि 8.47 किलोमिटर आज मैले हिँडेको छु भने मेरो आज क्यालोरी चाहिँ 560 क्यालोरी चाहिँ मेरो आज बर्न भएको छ भने मेरो वर्कआउट ड्युरेसनमा 1 घन्टा 30 मिनट 29 सेकेन्ड रहेको छ। सो आज चाहिँ मैले कतैतिर नगइकन सिधा आफ्नो तरिकाले पहिलाकै रुटमा वर्कआउट गरेको छु हैन। सो म यहीँबाट सुरु गरेर अनि मचुनी खेल हुँदै फेरि ठ्याक्क जगडोलको यो हाइकिङ स्टार्ट गर्ने पोइन्टसम्म गएर अनि यो जङ्गलमा ठ्याक्क उकालो छ क्या, लगभग 150 त्यो सिँढी छ। त्यो सिँढीमा उकालो रनिङ गर्दाखेरि चाहिँ एकदम मजा आउँछ क्या हैन। सो त्यहाँ रनिङ गरेर फेरि त्यही माथिबाट फर्केर आफ्नो एरियामा आइपुगेको छु। सो त्यही हो। अनि आज मेरो टोटल कति छ भन्दाखेरि यहाँ भइहाल्यो 8.47 किलोमिटर अनि 560 क्यालोरी मेरो बर्न भएको छ भने आज स्टेप चाहिँ 11,226 रहेको छ है। सो आजको यही हो अपडेट। थ्याङ्क यू फर वाचिङ।